अनुग्रही परमेश्वर हुनुहुन्छ, विश्वासयोग्य परमेश्वर हुनुहुन्छ। हालेलुया। पवित्र परमेश्वर हुनुहुन्छ। हालेलुया। उहाँको भलाइ करुणा कृपाले हामीलाई निरन्तर डोराइराखेको छ। आमेन। म बाहिर जाँदा भित्र आउँदा उहाँले मेरो रक्षा गर्नुहुनेछ। हालेलुया। प्रभुले म तिमीलाई सम्हाल्नेछु, म तिमीलाई डोर्याउने छु भनिकन प्रतिज्ञा गर्नुभए चाहिँ उहाँले आफ्नो प्रतिज्ञालाई तपाईँ र मेरो एकैको जीवनमा पुरा गरिराख्नु भएको छ। हालेलुया। अनि हाम्रो परमेश्वर चाहिँ असाध्यै भलो, महान अनि शक्तिशाली परमेश्वर। आमेन। परमेश्वरले तपाईँ र मेरो जीवनको लागि जुन कुराहरू राख्नु भएको छ त्यो अत्यन्तै महान छ, उत्तम छ। आमेन। प्रभुलाई धन्यवाद होस्। म तपाईँहरू सबैलाई वचनको भागमा एकदमै स्वागत भन्न चाहन्छु। मलाई आशा छ तपाईँहरू वचनको लागि एकदमै तृषित भइराख्नु भएको छ। अनि आज चाहिँ हामी यहाँबाट परमेश्वरको उपस्थिति वचन सामर्थ्यले भरिएर जाँदैछौँ येशूको नाउँमा। आमेन। हामीले जस्तो विश्वास गर्छौँ, जस्तो घोषणा गर्छौँ त्यस्तै हुन आउँछ अन्ततः। आमेन। कहिलेकाहीँ भन्ने बित्तिकै नदेखिएला, सोच्ने बित्तिकै नदेखिएला, तर कन्टिन्यू हामीले प्र्याक्टिस गर्दै जाँदा, विश्वास गर्दै जाँदा, घोषणा गर्दै जाँदा तिनै कुराहरू नै हाम्रो जीवनमा देखिँदै जान्छ। आमेन। तपाईँले कतिचोटि याद गर्नुभएको छ, तपाईँले जुन कुरामा बढी सोच्नुभयो, जुन कुरा बढी बोल्नुभयो, जुन कुरामा बढी समय बिताउनु भयो त्यस्तै नै प्राप्त गर्नुभयो नि धेरै जस्तो टाइम, होइन र? हो। त्यही भएको कारणले जुन कुरा बढी हामी सोध्छौँ, बोल्छौँ, घोषणा गर्छौँ, जुन कुरामा हाम्रो विश्वासलाई लगाइराख्छौँ अन्ततः त्यस्तै कुराहरू देखिँदै हुँदै जान्छ हाम्रो जीवनमा। आमेन। त्यही भएको कारणले हामीले वचनअनुसार सोच्नु जरुरी छ, वचनअनुसार बोल्नु जरुरी छ, वचनअनुसार घोषणा गर्नु जरुरी छ। आमेन। परमेश्वरको वचन अनि प्रतिज्ञामा विश्वास गर्दै दिनौँ घोषणा गर्दै जिउनु जरुरी छ। आमेन। अनि परमेश्वरको वचनले भने चाहिँ हामी विजयीमा जिउनेछौँ, धार्मिकतामा जिउनेछौँ, शान्तिमा जिउनेछौँ, परमेश्वरको सुरक्षामा जिउनेछौँ। हालेलुया। स्वस्थतामा जिउनेछौँ, विजयीमा जिउनेछौँ, प्रभुले दिनुभएको आनन्दमा जिउनेछौँ। हालेलुया। प्रभुलाई महिमा होस्। हालेलुया। साँच्चै नै हामीले त्यो विश्वास गर्नु जरुरी छ। आमेन। आउनुहोस् हामी वचनमा जाउँ। अनि आजको वचनको शीर्षक छ सुसमाचार प्रचार गर्नुहोस्। भन्नुहोस् नजिकको साथीलाई, सुसमाचार प्रचार गर्नुहोस्। फेरि एकचोटि जोडले भन्नुहोस्, सुसमाचार प्रचार गर्नुहोस्। हालेलुया। हामीले सुसमाचार प्रचार गर्नु जरुरी छ। आमेन। मानिसहरूलाई शुभ समाचार चाहिराखेको छ, गुड न्युज चाहिराखेको छ। अहिले संसारमा युद्धहरू चलिराखेको छ, घटनाहरू भइराखेको छ, मानिसलाई एकदमै डराउने कुराहरू, चिन्ता दिने कुराहरू भइराखेको छ। मान्छेलाई त्यस्तो न्युजहरू चाहिराखेको छैन। कसले कसलाई मार्यो, कहाँनिर विनाश हुँदैछ, ला अब जिन्दगी बर्बाद हुन्छ होला, भविष्य अन्धकार हुन्छ होला, ला यस्तो भइराखेको छ, कस्तो भइराख। मान्छेलाई ब्याड न्युजहरू चाहिएको छैन। ब्याड न्युजले मान्छेलाई डरहरू पैदा गरिराखेको छ, शङ्काहरू पैदा गरिराखेको छ, भविष्यप्रति निराशावादी बनाइराखेको छ। मान्छेहरूलाई चाहिँ गुड न्युज चाहिराखेको छ, सुसमाचार चाहिराखेको छ। आमेन। अनि त्यो चाहिँ तपाईँ र मसँग छ। हालेलुया। अनि परमेश्वरले जुन शुभ समाचार, गुड न्युज तपाईँ र मलाई दिनुभएको छ, अनि त्यो चाहिँ बाँड्नको लागि हो। आमेन। त्यो चाहिँ प्रचार गर्नको लागि हो। तपाईँ र मेरो जीवनमा हामी कतिसँग सुन छ होला, पैसा छ होला, हामीले ब्याङ्कमा लुकाएर राखेको छौँ होला, सुन छ होला, हामीले अलिकति लुकाएर राखेको छौँ होला। ठिक छ, त्यो अलिकति सुरक्षित नै राख्नुपर्ने चिज हो, केही छैन लुकाएर राख्दा। तर तपाईँ र मसँग जुन गुड न्युज, शुभ समाचार, सुसन्देश छ परमेश्वरले दिनुभएको, त्यो चाहिँ लुकाएर राख्ने चिज होइन, त्यो चाहिँ बाँड्ने चिज हो। आमेन। त्यो चाहिँ अरूलाई प्रचार गर्ने, दिने चिज हो। हालेलुया। किनभने सुसमाचारमा के छ? शक्ति छ। भन्नुहोस् त, शक्ति छ। हालेलुया। किनभने हामी उद्धार पाएकाहरूको निम्ति चाहिँ शक्ति हो भन्छ सुसमाचार चाहिँ, क्रुसको सन्देश चाहिँ। हालेलुया। अनि परमेश्वरले हामीलाई त्यो शक्ति दिनुभएको छ। हालेलुया। अनि सुसमाचारमा चाहिँ येशूको क्रुसको सन्देशमा चाहिँ परमेश्वरको प्रेममा चाहिँ मानिसहरूलाई पापदेखि छुटाएर ल्याउने शक्ति छ, स्वतन्त्र गर्ने शक्ति छ। आमेन। बन्धनहरूदेखि स्वतन्त्र गर्ने शक्ति छ। हालेलुया। अशान्तिहरूदेखि स्वतन्त्र गर्ने शक्ति छ। आमेन। सुसमाचारमा बिमारदेखि स्वतन्त्र गर्ने शक्ति छ। हालेलुया। श्रापहरूदेखि स्वतन्त्र गर्ने शक्ति छ। हालेलुया। अनि त्यो सन्देश चाहिँ तपाईँ र मसँग छ प्रियहरू। तपाईँ र मैले चाहिँ बाँड्नु जरुरी छ। आमेन। हेर्नुहोस् है, अब मत्ती 28:19 र 20लाई हामी पाठ गरौँ। म तपाईँहरूको बिचमा यसलाई पाठ नै गर्न चाहेँ है। मत्ती 28 खोल्नुहोस् सबैजनाले। यहाँनिर प्रभु येशू ख्रीष्ट जब मरेकोबाट तेस्रो दिनमा उहाँ पुनरुत्थान हुनुभयो, जीवित हुनुभयो,
अनि चेलाहरूलाई गालिलको डाँडामा भेट्नेछु पुनरुत्थान भइसकेपछि भन्नुभएको थियो प्रभु येशू ख्रीष्टले। अनि उहाँले भन्नुभयो चाहिँ म मरेकोबाट तेस्रो दिनमा जीवित भएर उठ्नु भइसकेपछि चेलाहरूलाई प्रतिज्ञा गर्नुभयो चाहिँ उहाँ गालिलको डाँडामा चेलाहरूसँग उहाँले भेट दिनुभयो। अनि भेट दिइसकेपछि त्यहाँनिर चेलाहरूले दण्डवत गरे, कतिले चाहिँ शङ्खा गरे। तर अनि प्रभु येशू ख्रीष्टले त्यहाँनिर चाहिँ एउटा महान आज्ञा दिएर जानुभयो। उहाँ स्वर्गारोहण हुनुभन्दा अगाडि अन्तिममा प्रभु येशू ख्रीष्टले यो महान आज्ञालाई दिएर जानुभएको छ उहाँको चेला, उहाँको मानिसहरूको लागि। आमेन। अनि यो आज्ञा चाहिँ तपाईँ र मेरो निम्ति पनि हो। यहाँनिर यसरी भन्छ, मत्ती 28 को 18, 19, 20लाई नै म पाठ गरेँ है त तपाईँहरूको बिचमा। तब येशू तिनीहरू कहाँ आएर भन्नुभयो, स्वर्ग र पृथ्वीमा समस्त अधिकार मलाई दिएको छ, यसकारण जाओ र सबै देशका जातिहरूलाई चेला बनाओ, पिता र पुत्र र पवित्र आत्माको नाउँमा तिनीहरूलाई बप्तिस्मा देऊ। मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा पालन गर्न तिनीहरूलाई सिकाओ। हेर म युगको अन्त्यसम्म सधैँ तिमीहरूका साथमा छु। हालेलुया। अब यो हामीलाई एकदमै हृदयमा बाइहाट कण्ठ भएको वचनको पद हो। हेर्नुहोस् है, प्रभु येशू ख्रीष्टलाई सबै अधिकार चाहिँ कोसँग रहेछ? प्रभु येशू ख्रीष्टसँग, हाम्रो प्रभु अनि उद्धारकर्ता मुक्तिदाता येशू ख्रीष्टसँग। स्वर्ग र पृथ्वीको सबै अधिकार उहाँसँग छ। अनि उहाँ अधिकारी, स्वर्ग र पृथ्वीको अधिकारी, अधिकार बोक्नुभएका प्रभु येशू ख्रीष्टले अब चेलाहरूलाई यो आज्ञा दिइकन जानुभएको छ कि अब सारा संसारमा गएर सारा देशका जातिहरूलाई के बनाओ? चेला बनाओ। र के भन्नुभयो? अनि अझै पहिला सुरुमा चेला बनाओ भन्नुभयो, सुसमाचार प्रचार गरिकन। चेला बनाउन त पहिला प्रचार गर्नु पर्यो, येशूको सन्देश, शुभ समाचार हामीले बताउनु पर्यो। अनि जब बताइसकेपछि मानिसहरूले प्रभु येशूलाई ग्रहण गर्छन्, विश्वास गर्छन्, त्यसपछि बिस्तारै उनीहरू चेलापनमा हुर्किन्छन्। चेला बनाउनको लागि प्रभुले आज्ञा दिनुभयो, सुसमाचार सुनाउनको लागि सारा राष्ट्रहरूमा, जातिहरूमा गएर सुसमाचार सुनाउनको लागि प्रभु येशू ख्रीष्टले आज्ञा दिनुभयो। अनि अझै उहाँले भन्नुभयो उहाँका चेलाहरूलाई कि मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुराहरू तिनीहरूलाई पालन गर्न सिकाऊ। हालेलुया। अब यहाँनिर प्रभु येशू ख्रीष्टले चेला बनाऊ भन्नुभयो। हामीले हाम्रो चेला बनाउने हो त? होइन। पास्टरको चेला हो? होइन। कसको चेला? येशू ख्रीष्टको चेला। अब कतिजनाले चाहिँ अब आफ्नो चेला आफ्नो राज्य जस्तो गरिराखेको हुन्छ, तर हामी चाहिँ येशूका चेला हौँ। आमेन। प्रभु येशू ख्रीष्ट हाम्रो मालिक हुनुहुन्छ, उहाँ हाम्रो गुरु हुनुहुन्छ, उहाँ हाम्रो प्रभु हुनुहुन्छ, उहाँका चेलाहरू हौँ हामी। अनि मानिसहरूलाई हामीले सुसमाचार सुनाइकन उहाँसँग उद्धारमा मिलापमा ल्याउनको लागि उहाँले हामीलाई प्रयोग गर्न चाहनुहुन्छ, चलाउन चाहनुहुन्छ। अनि त्यो सन्देश उहाँले तपाईँ र मलाई दिनुभएको छ। उहाँले यो आज्ञा उहाँका प्रेरित चेलाहरूलाई मात्रै दिनुभएको होइन, तर यो आज्ञा चाहिँ हेर्नुहोस् है, पास्टरहरूको लागि मात्रै होइन, मण्डलीको अगुवाहरूको लागि मात्रै होइन। सुसमाचार सुनाउने जिम्मा आज्ञा चाहिँ पास्टरहरूको लागि मात्रै, मण्डलीका एल्डर, डिकन, अगुवा, प्रेरित, अगमवक्ता, प्रचारक, शिक्षकहरूको लागि मात्रै होइन। यो आज्ञा चाहिँ प्रभु येशूलाई विश्वास गर्ने, ग्रहण गर्ने, उहाँलाई पछ्याउने हरेकको लागि हो। हालेलुया। यसको मतलब तपाईँ र म एक एकको लागि यो आज्ञा हो। आमेन। प्रभु येशू ख्रीष्टले आज्ञा दिइसकेपछि अब हामीले पालन गर्नु जरुरी छ। हेर्नुहोस् है, अझै मर्कुस 16:15मा प्रभु येशूले के भन्नुभयो? सारा संसारमा गएर सारा सृष्टिलाई सुसमाचार प्रचार गर, अनि विश्वास गर्ने र बप्तिस्मा लिनेले उद्धार पाउनेछ, तर विश्वास नगर्ने चाहिँ दोषी ठहरिनेछ भन्नुभयो। जसले सुसमाचारलाई सुनिकन विश्वास गर्छ, ग्रहण गर्छ येशूलाई प्रभु मुक्तिदाता भनिकन, अनि अर्को प्रक्रिया हुन्छ, फेरि बप्तिस्मा, पानीको बप्तिस्माद्वारा पनि जान्छ। उद्धार पाउनले त सुरुमा हामीले येशूलाई विश्वास ग्रहण गर्नु पर्यो, अनि विश्वास गर्नेले चाहिँ उद्धार पाउँछ भन्नुभयो प्रभु येशू ख्रीष्टले। सारा संसारमा गएर सारा जातिहरूलाई, सबै मानिसहरूलाई सुसमाचार सुनाउने उहाँले आज्ञा दिनुभएको छ। अझै 1 तिमोथी 2:4मा पनि तपाईँले पढ्नुभयो भने सबै मानिसहरूले उद्धार पाएको परमेश्वर चाहनुहुन्छ, सबैले मुक्ति पाउन् र सत्यको ज्ञानमा आउन् भन्ने इच्छा उहाँ गर्नुहुन्छ भनेर 1 तिमोथी 2:4ले भनेको छ। अनि अरू बाइबलको पदहरूमा पनि छ, सबै मानिसहरू, संसारमा भएका सबै मानिसहरूले येशूलाई विश्वास ग्रहण गरिकन उद्धार पाउन सकुन्, सत्यको उहाँको ज्ञानमा आउन सकुन् भनेर उहाँले धैर्य गरेर पर्खिरहनु भएको छ। अझै उहाँको फाइनल जजमेन्ट पठाउनका लागि, फाइनल न्याय गर्नुभन्दा अगाडि अझै उहाँले पर्खिराख्नु भएको छ, अझै उहाँले धैर्य गरिराख्नु भएको छ। सबै मानिसहरू आउन् भनिकन, उहाँसँग मिलापमा उद्धारमा आउन्, नष्ट नहुन् भनिकन पर्खिराख्नु भएको छ परमेश्वरले। परमेश्वरले नपर्खिनु भएको भए फाइनल जजमेन्ट छिट्टो हुने थियो। हेर्नुहोस्, उहाँले गर्नुभएको अगमबाणीहरू छिट्टो पुरा गर्नुहुन्थ्यो र छिट्टो आउनुहुन्थ्यो येशू।
उहाँले पर्खिरहनु भएको छ अझै पनि मानिसहरूले यीशुलाई विश्वास ग्रहण गरिकन उद्धार पाउन सकुन् भनिकन। आमेन। अनि अब यो गुड न्युज के हो त? हामी सबैलाई थाहा छ, येशू ख्रीष्ट परमेश्वरका पुत्र, परमेश्वर नै मानिस भएर संसारमा आउनुभयो अनि उहाँ चाहिँ सारा मानव जातिको निम्ति त्यो क्रुसमा बलिदान भइदिनु भयो, रगत बगाइदिनु भयो। हामीले हाम्रो पापको कारणले भोग्नुपर्ने दण्ड कष्ट उहाँले उठाइदिनु भयो अनि उहाँले बगाएको रगतले, उहाँको क्रुसको बलिदानले अब सबै मानिसको पापको मूल्य चुकाइएको छ, प्रायश्चित भएको छ। अब जसले प्रभु येशूलाई आफ्ना प्रभु अनि मुक्तिदाता भनिकन विश्वास गर्छ, ग्रहण गर्छ, आफ्ना पापहरूदेखि फर्किन्छ, क्षमा माग्छ परमेश्वरसँग अनि परमेश्वरसँग मिलाप पाउँछ, त्यसले के पाउँछ? उद्धार पाउँछ। त्यो चाहिँ के हुन्छ? परमेश्वरको सन्तान हुन्छ। त्यसले के पाउँछ? अनन्त जीवन पाउँछ। यो चाहिँ गुड न्युज हो। हेर्नुहोस्, अनि यहाँनिर हामीले एउटा घटनालाई हेरौँ बाइबलबाट। एसायाको पुस्तक खोल्नु सबैजनाले, एसाया 6:8। यहाँनिर यसरी भन्छ, तब मैले परमप्रभुको यो आवाज सुने, म कसलाई पठाउँ र हाम्रा निम्ति को जाने? अनि मैले भने, म हाजिर छु, मलाई पठाउनुहोस्। उहाँले मलाई भन्नुभयो, जाऊ गएर यी मानिसहरूलाई भन, तिमीहरू सुन्न त सुन्छौ तर बुझ्दैनौ, तिमीहरू देख्न त देख्छौ तर थाहा पाउँदैनौ। अब यहाँनिर परमेश्वरले एसायालाई उहाँको काममा बोलावट दिँदै हुनुहुन्छ, बोलाउँदै हुनुहुन्छ। उहाँको सन्देश बताउनलाई, मानिसहरूलाई प्रचार गर्नलाई, उहाँको पक्षबाट बोल्नको लागि अगमवक्ताको रूपमा परमेश्वरले यहाँनिर एसायालाई बोलाउँदै हुनुहुन्छ। परमेश्वरले भन्नुभयो, म कसलाई पठाउँ? एसायाले भने, म हाजिर छु प्रभु, मलाई पठाउनुहोस्। एसाया जस्तो मानिसहरू परमेश्वरले अहिले पनि खोजिराख्नु भएको छ, जसले भन्छ, प्रभु म हाजिर छु, मलाई पठाउनुहोस्, मलाई प्रयोग गर्नुहोस्, तपाईँको सुसमाचार सुनाइकन मानिसहरूलाई उद्धारमा मिलापमा तपाईँसँग ल्याउनको लागि प्रभु म हाजिर छु, मलाई प्रयोग गर्नुहोस्, मलाई पठाउनुहोस् भन्ने मानिसहरू आज पनि परमेश्वरले कुरिराख्नु भएको छ। कतिचोटि हाम्रो जीवनमा हामीले आज्ञा त पायौँ, थाहा पनि छ हामीलाई, तर हामी जानदेखि हिचकिचाइराखेका हुन्छौँ, मानिसहरूलाई बताउनदेखि हामी हिचकिचाइराखेका हुन्छौँ। तर प्रभु चाहनुहुन्छ, प्रियहरू, म तपाईँहरू प्रत्येकलाई यो कुरा आजको साँझ उत्साह दिन चाहन्छु। तपाईँ र मैले हरेकलाई सुसमाचार सुनाएको, यीशुको बारेमा बताएको। आमेन। अब उनीहरूले बुझ्ला नबुझ्ला त्यो उनीहरूको कुरा हो, तर परमेश्वरले उनीहरूलाई प्रेम गर्नुहुन्छ, बचाउन चाहनुहुन्छ। हामी पनि उनीहरूलाई प्रेम गर्छौँ। त्यस कारणले हामीले बताउनु, प्रचार गर्नु जरुरी छ प्रियहरू। डराउने होइन, लजाउने होइन प्रियहरू। हेर्नुहोस् है, वास्तवमा नि परमेश्वरले एकदमै ट्यालेन्ट भएको, स्किल भएको, खुबी भएको, वरदानले भरिएको मानिसहरू भन्दा पनि नि उहाँले खोज्दा, म यहाँ छु प्रभु, मलाई प्रयोग गर्नुहोस्, म जान तयार छु भन्ने मान्छेहरू चाहिँ खोजिराख्नु भएको छ। एकदमै ट्यालेन्ट, स्किल, खुबी, दान वरदानले भरिएको मान्छेहरू प्रशस्तै होलान् मण्डलीमा, तर प्रभुले पठाउँदा जान चाहँदैनन्, प्रभुको लागि जिउनु चाहँदैनन्, सुसमाचार सुनाउन चाहँदैनन् भने के फाइदा भयो र? तर प्रभुले चाहिँ त्यस्तो मानिसहरूलाई खोजिराख्नु भएको छ। प्रभु मलाई पठाउनुहोस्, म जान तयार छु, मलाई प्रयोग गर्नुहोस् सुसमाचारको लागि, मानिसहरूलाई तपाईँसँग उद्धारमा ल्याउनको लागि, तपाईँको मण्डली बगाललाई तपाईँमा निर्माण गर्न, बलियो बनाउनको लागि मलाई प्रयोग गर्नुहोस्, तपाईँको धार्मिकको साधन बनाई मलाई प्रयोग गर्नुहोस् भन्ने मानिसहरूलाई चाहिँ परमेश्वरले प्रयोग गर्नुहुन्छ। आमेन। खोजिराख्नु भएको छ प्रियहरू। हालेलुया। अनि त्यो चाहिँ तपाईँ र म नै हौ, कोही अरू बाहिरबाट आउँदैन। अब केमेनमा भएको नेपालीहरूलाई सुसमाचार सुनाउनको लागि परमेश्वरले यहीँ भित्रबाट नै चलाउनुहुन्छ, प्रयोग गर्न चाहनुहुन्छ। आमेन। कुरा चाहिँ यति हो, तपाईँ र म चाहिँ रेडी चाहिँ हुनु पर्यो। प्रभु मलाई प्रयोग गर्नुहोस् भनिकन आफू खुल्नु चाहिँ पर्यो। हालेलुया। परमेश्वरको उपस्थितिमा आइकन मलाई सहायता गर्नुहोस् भनिकन हामीले भन्नु चाहिँ पर्यो। हेर्नुहोस् है, केही छैन हामीलाई राम्रोसँग बोल्न आउँदैन, केही छैन हामीसँग वरदानहरू अहिले नदेखेको होला, ट्यालेन्ट स्किलहरू, अब डिबेट गर्न सक्ने खालको खुबीहरू नहोला, तर तपाईँ तयार हुनुभयो भने चाहिँ, सुसमाचार सुनाउन थाल्नुभयो भने चाहिँ प्रभुले महान रीतिले प्रयोग गर्नुहुनेछ। बोल्न नजानेलाई परमेश्वरले बोल्न सक्ने बनाउनुहुन्छ। आमेन। दान वरदान ट्यालेन्ट नभएकोलाई परमेश्वरले ट्यालेन्ट वरदानहरू दिनुहुन्छ। हालेलुया। तर जो तयार छ, जो तृषित छ, उहाँको लागि म गर्छु प्रभु, म जान्छु प्रभु, म सुनाउँछु प्रभु भन्नेहरूको लागि चाहिँ बोल्न नजाने पनि, वरदानहरू नभएको भए तापनि सुरुमा त्यति नआउने भए तापनि परमेश्वरले महान रीतिले प्रयोग गर्न सक्नुहुन्छ। दान वरदान त उहाँले दिन सक्नुहुन्छ, खुबी त उहाँले दिन सक्नुहुन्छ, तपाईँलाई बोल्न सक्ने त उहाँले बनाउन सक्नुहुन्छ। हालेलुया। तर हामी तयार चाहिँ हुनु पर्यो। बाइबल पनि हामीले एउटा उदाहरण हेर्न सक्छौँ, मूसाको उदाहरण। प्रस्थान 4 अध्याय, प्रस्थान 3 र 4 तपाईँ घर गएर पढ्नुहोस्। जलिरहेको पोथ्राबाट परमेश्वर बोलिकन अब मूसालाई परमेश्वरले त्यो मिश्रको दासत्वबाट उहाँका प्रजा इजरायललाई छोटाएर ल्याउनको लागि उहाँले पठाउन चाहनुभयो, अगमवक्ता बनाइकन। अब उहाँ उनीहरूको उद्धारकर्ता जस्तो बनाइकन
परमेश्वरले पठाउन चाहनुभयो मूसालाई। अनि अब यहाँ प्रस्थान 4को 10 र 12मा विशेष गरी तपाईँले पढ्नुभयो भने, प्रस्थान 4को 1देखि नै पढ्नुभयो भने अब मूसाले एकदमै अब टार्न खोज्दैछ, प्रभु मलाई चाहिँ इजरायलीहरूले विश्वास गरेनन् भने, तपाईँ मका देखा पर्नु भएको, तपाईँले पठाउनु भएको भनेर विश्वास गरेनन् भने भन्छ उसले। अनि प्रभुले चिन्ह दिनुहुन्छ, अब तेरो हातमा के छ भन्नुहुन्छ, लट्ठी, फ्याक भन्नुहुन्छ, के हुन्छ, सर्प हुन्छ, भाग्छ मूसा। अनि फेरि परमेश्वरले भन्नुहुन्छ गर त्यस समात, उसले समात्दा के हुन्छ, फेरि त्यो लौरै भइहाल्छ। फेरि अझै परमेश्वरले के भन्नुहुन्छ, तेरो हात खास्टोभित्र हाल, खास्टोभित्र हालेर फेरि निकाल्दा के हुन्छ, उसको हात त सेतै कोर लागेको, अनि फेरि भित्र हाल्छ, फेरि जस्ताको जस्तै हुन्छ। अनि परमेश्वरले यो दुईवटा चिन्हबाट विश्वास गर्लान्, अनि गरेनन् भने पनि अब अझै अर्को चिन्ह दिनुहुन्छ, नील नदीको पानी तैँले के लिएर जमिनमा फ्याँकिदिनु, त्यो चाहिँ के हुनेछ, रगत हुनेछ भनेर परमेश्वरले भन्नुहुन्छ, चिन्ह दिनुहुन्छ। उसलाई महान रीतिले परमेश्वरले प्रयोग गर्न चाहनुहुन्छ। अनि मूसाले के भन्छ यहाँनिर, प्रभु म त बोल्न उस्तो सिपालु छैन, न त म पहिला सिपालु थिएँ, न त अहिले तपाईँ प्रकट हुनु भइसकेपछि म सिपालु भएको छु। बोल्नमा जिब्रो चलाउनमा म ढिलो छु भन्छ, जान चाहँदैन ऊ, म सक्दिनँ भन्छ। बोल्न नसक्ने मान्छे हेर्नु त मूसा। परमेश्वर क्रोधित हुनुहुन्छ, मान्छेलाई लाटो बहिरो कसले बनायो, देख्ने कसले बनायो, अन्ध कसले बनायो भनेर त्यहाँनिर परमेश्वरले भन्नुहुन्छ, परमेश्वर क्रोधित हुनुहुन्छ। के त भन्दा बोल्न जाने तेरो दाजु हारुन छैन र भन्नुहुन्छ परमेश्वरले। अझै जा, तँलाई बोल्नलाई म सहायता गर्नेछु, तँ के बोल्नुपर्ने हो म तँलाई सहायता गर्नेछु भनिकन परमेश्वरले भन्नुहुन्छ। जब नि ऊ जान तयार भयो, परमेश्वरको आज्ञालाई पालन गरिकन गयो नि, परमेश्वरले महान रीतिले त्यो बोल्न नजाने मूसालाई चलाउनु भयो। आमेन। महान रीतिले परमेश्वरले प्रयोग गर्नुभयो, बोल्न सक्ने बनाउनु भयो। त्यो फारो राजाको अगाडि खडा भएर उहाँको कुरा घोषणा गर्न सक्ने, मेरो प्रजालाई जान दे, मेरो आराधना गर्न भन्न सक्ने परमेश्वरले बनाउनु भयो प्रियहरू। आमेन। परमेश्वरले बनाउनुहुन्छ योग्यको तपाईँ र मलाई। हालेलुया। उहाँले शक्ति दिनुहुन्छ, उहाँले अभिषेक दिनुहुन्छ, उहाँले दान वरदानले भर्नुहुन्छ। तर हामी जान चाहिँ तयार हुनु पर्यो, तर हामी सुसमाचार सुनाउन चाहिँ तयार हुनु पर्यो। आमेन। अझै यिर्मयालाई पनि हेर्नुहोस् है, अझै अर्को उदाहरण पनि हामी देख्छौँ बाइबलबाट। यिर्मया 1को 4 र 10मा पनि, यिर्मयाको पुस्तक 1 अध्यायको 4देखि 10 पदसम्म पनि तपाईँले हेर्नुभयो भने यिर्मयाको पनि त्यस्तै कहानी छ। यिर्मयालाई पनि परमेश्वरले बोलाहट दिनुहुन्छ, तेरो आमाको गर्भमा आउनुभन्दा अगाडि तँलाई मैले चिनिसकेको थिएँ, तँलाई मैले अलग गरेँ अगमवक्ताको रूपमा भनेर परमेश्वरले भन्नुहुन्छ। परमेश्वर प्रकट भएर बोल्नुहुन्छ, म त बालकै छु भन्छ, म त बालकै छु भन्छ उसले पनि। तर ऊ पनि जब परमेश्वरको आज्ञालाई पालन गरिकन जान तयार भयो, परमेश्वरले महान अगमवक्ता बनाइकन, इजरायलमा एकदमै शक्तिशाली महान अगमवक्ता बनाइकन परमेश्वरले प्रयोग गर्नुभएको छ। मैले भन्न चाहेको कुरा, बाइबलमा यस्तो धेरै उदाहरण छ, जो बोल्न नजान्नेहरूलाई, जो ट्यालेन्ट नभएकाहरूलाई, जो बच्चै छु, म त बोल्न जान्दिनँ, म त सक्दिनँ प्रभु, मेरो गोत्र तर इजरायलमा सबभन्दा सानो गोत्र हो प्रभु भन्नेहरूलाई पनि नि जब उहाँको आज्ञालाई पालन गरिकन उनीहरू जान तयार भए, उहाँको इच्छामा हिँड्न तयार भए, उनीहरूलाई परमेश्वरले शक्तिशाली रूपमा बोल्न सक्ने बनाइकन, वरदानले भरिकन महान रीतिले प्रयोग गर्नुभएको छ। आमेन। तपाईँ र मलाई पनि परमेश्वरले प्रयोग गर्नुहुन्छ। म उत्साह दिन चाहन्छु आजको साँझ। त्यस कारणले गर्दा कहिले पनि हामीले आफैलाई म सक्दिनँ, म जान्दिनँ, मसँग केही छैन, वचन थाहा छैन मलाई, अथवा म सक्दिनँ बोल्न नभनौँ। प्रभु साथमा हुनुहुन्छ, प्रभु मलाई सहायता गर्नुहोस् भनौँ, प्रभुले प्रयोग गर्नुहुनेछ। आमेन। अब हामीले यो परमेश्वरको महान आज्ञालाई पालन गरिकन नै हामीले काम गर्ने ठाउँमा भेटिने हाम्रो साथीभाइहरूलाई पनि मलाई आशा छ तपाईँहरूले सुनाइराख्नु भएको छ, हामीले सुनाइराखेका छौँ। तर हामीले त्यसलाई बृहत रूपमा सबैलाई एकै ठाउँमा भेला पारिकन हामी सुसमाचार सुनाउन सकौँ भनिकन उहाँको आज्ञालाई पालन गर्दै अब फेरि पनि हामीले अप्रिल 7 तारिक पनि यही आज्ञालाई पालन गर्दै सिरोपर गर्दै हामीले सुसमाचार कार्यक्रम गर्न लागिराखेका छौँ। मानिसहरूलाई बोलाइकन सुसमाचार सुनाइकन साँचो परमेश्वर उहाँको बारेमा बताइकन उद्धारमा उहाँसँग मिलापमा ल्याउनलाई हामीले विश्वासको साथमा उहाँको आज्ञा पालन गरिकन हामीले गर्दैछौँ। किन? यो परमेश्वरको आज्ञा महान आज्ञा भएको कारणले हामीले गर्दैछौँ। आमेन। किनकि यो हाम्रो उद्धार पाएकाहरूको निम्ति शक्ति हो भनेको छ बाइबलले। शक्ति नै भएन भने कसरी काम गर्नुहुन्छ तपाईँहरू? कसरी मैले काम गर्छु, मसँग बलै भएन भने त, बलै शक्ति नै छैन भने त हिँड्न पनि सकिन्न नि, हो कि होइन? मुभमेन्ट हुँदैन नि त।
त्यस भएको कारणले यो हाम्रो शक्ति हो भनेको छ बाइबलले। शक्ति हामीसँग हुनु पर्यो, त्यसलाई हामीले प्रयोग गर्नु पर्यो। आमेन। मण्डलीहरू किन सुक्दै गइराखेको छ कतिवटा ठाउँमा? किन मण्डली वृद्धि हुन सक्दैन? किन कतिवटा ठाउँमा? यो पालन नगरेको कारणले हो नि त। पालन गऱ्यो भने त वृद्धि त प्रभुले ल्याउनुहुन्छ नि त। हाम्रो पार्ट हामीले निभायौँ भने त उहाँको पार्ट त उहाँले निभाउनुहुन्छ नि त। आमेन। तर हाम्रो पार्ट हामीले निभाइकन प्रार्थनामा उहाँतिर हेर्दै छोडिदिने हो। आफ्नो पार्ट निभाइसकेपछि चाहिँ बाँकी काम त उहाँले गर्नुहुन्छ। आमेन। मानिसको हृदय परिवर्तन गर्ने, समझ खोल्ने काम उहाँको हो। हालेलुया। अनि अब मेरो यत्रो वर्षको अनुभवमा एउटा कुरा चाहिँ मैले अनुभव गरेको, कतिचोटि चाहिँ फेरि हामी परमेश्वरले आज्ञा गर्नुभएको छ सुनाइदिउँ न त भनेर मात्रै सुनाउँछौँ। तर मेरो अनुभवमा त्योभन्दा राम्रो चाहिँ कस्तो रहेछ भने, प्रभुले आज्ञा गर्नुभएको छ म सुनाउँछु, साथै उहाँलाई त्यो जुन मानिसलाई सुनाउँछौँ उहाँलाई प्रेम गर्छु म। त्यो मानिस नष्ट नहोस्, बर्बाद नहोस् भनिकन साँचो एउटा प्रेम गरेको कारणले पनि जब हामी आज्ञा पालनसहित परमेश्वरले भन्नुभएको छ म पालन गर्छु, साथसाथै जसलाई सुनाउँदैछु उसलाई म प्रेम गर्छु भनिकन त्यो मान्छेको वास्ता गरिकन जेन्युन हार्ट लिकन जब हामी सुनाउँछौँ नि, प्रभुले काम गर्नु हुँदो रहेछ। कतिचोटि चाहिँ हामी सुनाइदिउँ, प्रभुले भन्नुभएको छ यसो प्रक्रिया पुरा गरिदिएको जस्तो मात्रै गऱ्यौँ। त्यो मान्छे जसलाई सुनाउँदैछौँ, जो हाम्रो साथी, हामीसँग काम गर्ने होला, हाम्रो परिवारको सदस्य होला, तर हामी माया चाहिँ गर्दैनौँ, प्रेम चाहिँ गर्दैनौँ भने प्रभुले भन्नुभएको गरिदिउँ मात्रै भन्यो भने त्यति प्रभावकारी नहुँदो रहेछ। तर साँच्चीकै हामीले साँच्चीकै परमेश्वरको आज्ञालाई विश्वाससाथ पालन गरेर त्यो मान्छेलाई पनि प्रेम गरेर गऱ्यौँ भने चाहिँ त्यो चाहिँ प्रभावशाली हुँदो रहेछ। त्यहाँ चाहिँ प्रभुले काम गर्नुहुँदो रहेछ अझै महान रीतिले। आमेन। त्यस कारणले गर्दा हेर्नुहोस्, हाम्रो नजिकको साथीभाइहरू जसलाई हामी चिनिराखेका छौँ, जसले प्रभुलाई अझै पाउनु भएको छैन, हाम्रो परिवारहरू होला, हाम्रो साथीभाइहरू होला, काम गर्ने ठाउँमा हामी सुनाउन नडराउँ, प्रभुको बारेमा बताउँ। आमेन। प्रभुले काम गर्नुहुनेछ। तपाईँलाई मलाई प्रभुले प्रयोग गर्न चाहिराख्नु भएको छ। हालेलुया। हामीले सुनाउँ प्रियहरू, नडराउँ, नलजाउँ। म तपाईँलाई यो उत्साह दिन चाहन्छु आजको साँझ। हामीले सुनायौँ भने उहाँको आज्ञा पालन गरेर विश्वाससाथ हामीले कार्य गऱ्यौँ, हाम्रो पाठ निभायौँ भने हाम्रो मण्डलीको यो कुर्सी भरिन टाइम लाग्ने छैन। हालेलुया। यो भरिने छ छिट्टै। तर त्यसको लागि हामी एक एकजना त्यो सक्रियतामा आउनु जरुरी छ। आमेन। मण्डलीमा जाउँ भन्नु जरुरी छ। मण्डलीमा जाउँ भन्नुहोस्, साथीभाइहरूलाई भनौँ, मेरो साथीहरूलाई, तपाईँको साथीहरूलाई मण्डली जाउँ, सङ्गति जाउँ भनौँ। अनि काम गर्दै गर्दा भेट्दै गर्दा सुसमाचार सुनाउँ, प्रभुले काम गर्नुहुनेछ। आमेन। यसुले के भन्नुभयो? मत्ती 9:35-38 खोल्नुहोस्। मत्ती 9 अध्याय। यसुले त्यहाँनिर पनि एउटा गहिरो कुरालाई बताउनु भएको छ। यसुले के भन्नुभयो? फसल प्रशस्त छ तर खेतालाहरू थोरै छन् भन्नुभयो। परमेश्वरको राज्यमा सुसमाचार सुनाउने, उहाँको राज्यमा काम गर्ने खेतालाहरू चाहिराखेको छ। खेतालाहरूको कमी छ। अघि हामीले हेरिसक्यौँ, प्रभुले जाओ सुसमाचार सुनाएर मण्डलीको सदस्य बनाओ भन्नु भएन। के भन्नुभयो? चेला बनाओ भन्नुभयो। अब अहिलेको जमानामा सदस्य भन्ने चलन छ। अब मैले त्यसलाई नराम्रो भनेको होइन। सदस्य मात्र अब जो के अरे राजनीतिक पार्टीको सदस्य लिए जस्तो, कुनै सङ्घ संस्थाको सदस्यता लिएर बसेको जस्तो, अनि कहिलेकाहीँ मेन मिटिङमा मात्रै आउने, अरू बेलामा हराउने, त्यो सदस्य लिएर त्यस्तो खालको सदस्य बनाऊ भन्नु भएन प्रभुले। तर चाहिँ के भन्नुभयो? चेला बनाऊ भन्नुभयो। आमेन। अनि हामीले चाहिँ चेला बनाउनु जरुरी छ। येशू ख्रीष्टको मण्डलीमा कति सदस्य छ? कतिवटा मेगा चर्च, ठुलो चर्च, यति सदस्य भएको चर्च। तर प्रश्न चाहिँ के भने त्यो चर्चमा के चेला चाहिँ छ? येशूको चेला, येशूलाई प्रेम गर्ने, उहाँको लागि दिवाना, उहाँको सुसमाचार सुनाउने, उहाँको लागि जिउने, उहाँको साक्षी दिने चेलाहरू चाहिँ निर्माण भएको छ कि छैन? त्यो चाहिँ महत्त्वपूर्ण पाठ हो प्रियहरू। अनि हामी आफैले पनि प्रश्न गर्नुपर्ने कुरा, फेरि हामी चाहिँ चेलापनमा चाहिँ आइसकेको छौँ कि छैनौँ? हामी चेलापनमा उठ्नु जरुरी छ प्रियहरू। हामी ख्रीष्टको चेला हुनु जरुरी छ, सदस्य होइन। चेला, येशूको चेला हुनु आवश्यक छ। अनि चेलाले चाहिँ गुरुले जे भन्यो त्यही के गर्छ? मान्छ। हाम्रो गुरु येशू हुनुहुन्छ, अनि उहाँले जे भन्यो त्यही हामी मान्छौँ। उहाँलाई हामी प्रसन्न तुल्याउने जीवन जिउन खोज्छौँ। आमेन। हामी चेलापनमा आयौँ भने, अनि प्रभुले चाहिँ हरेक मण्डलीको विश्वासीहरूलाई चेलापनमा उठाउन चाहनुहुन्छ, लिडरसिपमा उठाउन चाहनुहुन्छ, उहाँको महिमाको लागि, राज्यको लागि, सुसमाचारको लागि प्रयोग गर्न चाहनुहुन्छ। तपाईँहरू एक एकलाई प्रभुले प्रयोग गर्न चाहनुहुन्छ। आमेन। अनि हामी चाहिँ तयार हुनु जरुरी छ। हामी चाहिँ खेताला हुनु तयार हुनु जरुरी छ। प्रभु येशू ख्रीष्ट त्यहाँनिर सहरहरू, गाउँहरूतिर तिनीहरूका सभाघरहरूमा शिक्षा दिँदै राज्यको सुसमाचार प्रचार गर्दै हिँड्नुभयो भन्छ त्यहाँनिर। अनि हर प्रकारका रोग र दुर्बलताले सताएकोलाई निको पार्दै उहाँ हिँड्नुभयो। अनि हिँड्दै गर्दाखेरि मानिसको भिडलाई उहाँले देख्नुहुन्छ। भिडलाई देख्दै गर्दा उहाँ दयाले भरिनुहुन्छ।
किनभने के थियो भनेको छ त्यहाँनिर बाइबलले, तिनीहरू चाहिँ गोठाला बिनाका भेडाहरू जस्तै हैरान र असहाय थिए भन्छ। अनि उनीहरूलाई देख्दा यीशुको हृदय दयाले भरियो, दया लाग्यो प्रभु यीशुलाई। अनि प्रभु यीशुले त्यहाँनिर भन्नुभएको छ आफ्नो चेलाहरूलाई, फसल त प्रशस्त छ तर खेतालाहरू थोरै छन्। फसलका प्रभुलाई प्रार्थना गर र उहाँले आफ्नो फसलमा खेतालाहरू पठाइदिउन् भनेर प्रभु यीशु ख्रीष्टले भन्नुभयो त्यो वचन त्यहाँनिर। फसल प्रशस्त छ, हेर्नुहोस्, मानिसहरू प्रशस्तै प्रभुलाई नपाइकन विनाश हुँदैछन्, नष्ट हुँदैछन्, तर खेतालाहरू चाहिँ थोरै छ सुनाउने, जाने सुसमाचार लिएर। अनि त्यो खेतालाहरू चाहिँ तपाईँ र म हुनु जरुरी छ। राज्यको खेताला, परमेश्वरको राज्यको कामको खेताला चाहिँ हुनु जरुरी छ। आमेन। अनि हामीले संसारको काम गर्दा त, खेताला गर्दा त हामीले पैसा पाइराखेका छौँ, सेलेरी पाइराखेका छौँ, हो कि होइन? झन् हामी प्रभुको लागि खेताला भयौँ भने चाहिँ, प्रभुको लागि काम गर्ने भयो भने चाहिँ कति बढ्ता गरेर उहाँले दिनुहुनेछ। आमेन। संसारको बोझहरू भन्दा के उहाँले बढ्ता गरेर दिनुहुन्न र? हालेलुया। के उहाँले हाम्रो लागि इनाम राख्नु भएको छैन र? हालेलुया। हेर्नु त, संसारको मान्छेहरू हाम्रो बोसहरू त कतिजना प्रभुलाई नपाएको होला, कतिजना कामदारबाट चुसौँ भन्ने होइन गलत नियत भएकोहरू हुन्छ, त्यस्तोले त सेलरी दिइराखेको छ टाइममा। झन् प्रभुको खेताला भयौँ भने चाहिँ कति बढ्ता गरेर उहाँले हामीलाई प्रयोग गर्नुहुन्छ होला। आमेन। कति बढ्ता गरेर उहाँले हामीलाई दिनुहुन्छ होला, कति बढ्ता गरेर हाम्रो लागि मुकुटहरू तयार हुन्छ होला स्वर्गमा प्रियहरू। हालेलुया। हामी प्रभुको खेतालाहरू बन्यौँ। म तपाईँहरूलाई यो उत्साह दिन चाहन्छु। तपाईँले गर्दै हुनुहुन्छ, गर्नु भएको छैन भनेको होइन मैले, तर हामी अझै बढ्ता गरिकन हामी गरौँ, सुसमाचारलाई अझै हामी बढाउँ। आमेन। यो साल हामी 30बाट 60 पुग्न सकौँ सङ्ख्यामा पनि हामी एक सुसमाचार सुनाउने भयौँ भने चाहिँ हुन्छ, त्यो असम्भव छैन परमेश्वरको लागि। तर हामीले सुसमाचार चाहिँ सुनाउनु पर्यो। आमेन। हुन्छ, अब यति भन्दा भन्दै नै समय धेरै नै जान लागिसक्यो। आजलाई अलिकता परिचय जस्तो मात्रै भयो जस्तो लाग्यो मलाई। हुन्छ, अब यहाँनिर लुका 9को 57देखि 62मा पनि एउटा वचन हामी पाउँदछौँ। अब जानेर प्रभुले के भन्नुभयो भन्दा, आफ्नो हात हलोमा लगाएर पछिल्तिर हेर्ने कोही पनि परमेश्वरको राज्यको योग्यको हुँदैन भन्नुभयो। हलोमा हात लगाइसकेपछि अगाडि हुनु पर्यो, जुन लाइनमा हामी जोत्छौँ त्यो लाइनमा हाम्रो आँखा हुनु पर्यो, पछाडि होइन। जुन काम उहाँले हाम्रो हातमा दिनुभएको छ, हलोले कामलाई जनाउँछ नि, जोत्ने कामलाई, होइन? त्यसरी नै परमेश्वरले हामीलाई जुन आज्ञा, जुन काम दिनुभएको छ त्यसलाई हामी अगाडि हेरिकन, प्रभुलाई हेरिकन निरन्तर गर्दै जाउँ। आमेन। प्रभुले त्यसको इनाम दिनुहुनेछ, हामीलाई अझै बढाउँदै लानुहुनेछ। पछिल्तिर हेर्ने होइन, अगाडितिर हेरौँ, प्रभुले हाम्रो लागि के राखिदिनु भएको छ, उहाँको वचनले के भन्छ, त्यो कुरातिर हेरिकन हामी निरन्तर अगाडि बढौँ। आमेन। उहाँको खेताला भइकन सुसमाचारलाई अझै प्रचार गर्ने हुन थालौँ हामी। आमेन। एउटा गवाईलाई भनिकन आज चाहिँ वचनलाई म यति नै राख्छु। अब धेरै लामो लान चाहिनँ मैले। अब यो 6-7 पेजको छ। अब यो सुसमाचार भनेको के हो, कसरी सुनाउने, सुसमाचारको आवश्यकता, महत्त्व, अब यो सबै टिचिङ प्रकारको आउँछ यो। त्यो भएको कारणले अब एकदमै लामो सिरिज हो यो पनि। मलाई आशा छ अब अर्को हप्ता अलिकति मैले कभर गर्छु होला। जस आज अलिकति परिचय जस्तो भयो, अलिकति इन्करेज जस्तो भयो सुसमाचार सुनाउनलाई मलाई लाग्छ। तपाईँहरूलाई, म आफैलाई पनि, मेरो जीवनमा पनि मानिसहरूलाई कसरी म चाहिँ सुसमाचार सुनाइहालौँ त्यस्तो खालको कुराहरू आउँछ। म चाहिँ अलिकता नेपालीहरू भेट्ने बित्तिकै म चाहिँ सुनाइहाल्छु, मौका पाउने बित्तिकै बताइहाल्छु सुसमाचार। अनि किनकि त्यो हामीले गर्नु जरुरी छ। आमेन। एउटा गवाईलाई भनिकन म वचनलाई यतिकै राख्छु है। यो चाहिँ सत्य घटना हो, यो कहानी होइन। एउटा आइल्यान्ड थियो, यस्तै आइल्यान्ड, टापु। अनि त्यो टापुमा चाहिँ एउटा ब्रिटिस मान्छेले त्यो टापुलाई शासन गरिराखेको थियो, रुल गरिराखेको थियो। अनि त्यो आइल्यान्डमा 200 जना कामदारहरू हुन्छ, उसको नोकरहरू, मानिसहरूलाई चाहिँ दास बनाएर लाँदो रहेछ त्यो ब्रिटिस मान्छेले। त्यो ब्रिटिस मान्छेको अन्डरमा, शासनमा त्यो आइल्यान्ड। अनि 200 जना दासहरू बनाइकन मान्छेहरू विभिन्न देशबाट ल्याएको रहेछ उसले। अनि त्यो ब्रिटिस मान्छेले चाहिँ के भनेको रहेछ भने, म चाहिँ क्रिस्चियन मिसनरीहरूलाई चाहिँ, प्रचारकहरूलाई चाहिँ मेरो आइल्यान्डमा चाहिँ म छिर्न दिन्न भनेर उसले भनेको रहेछ। अनि यो कुरा चाहिँ 2 जना प्रभुका चेलाहरूले सुन्दछन्। त्यो एउटा फलानु आइल्यान्डमा त ब्रिटिस मानिसले शासन गरिराखेको, चलाइराखेको, नियन्त्रण गरेको आइल्यान्डमा 200 जना मान्छेहरू रहेछ। अनि त्यो मान्छेले चाहिँ म यहाँनिर मिसनरीहरू, क्रिस्चियन प्रचारकहरू छिर्न दिन्न भनेर भनिराखेको रहेछ भनेर उनले सुन्छ। अनि उनीहरूलाई चाहिँ त्यो मानिसहरूप्रति दया, माया लागेर प्रेम पलाएर आउँछ।
अब त्यो मान्छेहरू मर्ने भयो, यसुलाई नपाइकन नष्ट हुने भयो, बर्बाद हुने भयो भनिकन उनीहरूमा त्यो प्रेम पलाएर आउँछ। दुईजना अनि उनीहरूले चाहिँ अब चाहिँ त्यो आइल्यान्डमा जाने निर्णय गर्छ, परिवारहरूसँग छलफल गर्छ अनि परिवारलाई भन्छ सबै घटनाहरू बताइकन अब हामी त्यहाँनिर प्रभुको सुसमाचार सुनाउन जान्छौँ भनिकन भन्छ। कुनै पनि उसको परिवारले जानु दिँदैन, अनुमति दिँदैन। अनि त्यहाँ जाँदा चाहिँ फेरि बेचिएर जानुपर्ने दास भएर। त्यो ब्रिटिस मान्छेले चाहिँ विभिन्न देशबाट मान्छेहरूलाई बेचेर किनेर दास बनाएर ल्याउँदो रहेछ। उनीहरू प्रचार गर्न जाँदै गर्दाखेरि नि दास भएर बेचिएर जानुपर्ने। कसैले पनि मन्जुरी, तिमीहरूले एक गलत निर्णय गर्यौ, तिमीहरू त्यहाँ गयो भने जिउँदो फर्किन्छौ कि फर्किन्नौ भनेर आएको थियो। तर 200 जना मान्छे जब मर्दैछ, यसो नपाइकन नाश हुँदैछ, विनाश हुँदैछ भन्ने उनीहरूले सुने नि, उनीहरूले निर्णय गरे हामी जानेछौँ भनिकन। अनि उनीहरू नि बेचिएर गएर नि त्यो आइल्यान्डमा गएर प्रभुको सुसमाचार सुनाए। हेर्नु त, प्रभुको साँचो चेलाहरूले नि यसरी बलिदान चुकाएको छ। अब हामीले त्यति त गर्न नसकौँला, त्यति त हामीलाई गर्नु नपर्ला, तर हामी कम्तीमा हामीसँग भएका प्रभुलाई नपाएका मानिसहरूलाई कम्तीमा हामी सुसमाचार सुनाउँ। बेचिएरै जानु नपरे तापनि, उनीहरूले जस्तो हामीले गर्नु नसके पनि कम्तीमा हाम्रो साथीभाइहरूलाई यिनीहरू बाँच्छन्, उद्धारमा आउन् भनिकन हामी प्रार्थनासहित सुसमाचार प्रचार गर्न थालौँ। आमेन। प्रभुले काम गर्नुहुनेछ, प्रभुले बचाउनु हुनेछ। हालेलुया। प्रभुमा सबै कुरा सम्भव छ। हेर्नुहोस् है, त्यो भएको कारणले म तपाईँलाई यो इन्करेज गर्दै आजको वचनलाई यतिकैमा राख्न चाहन्छु।